दुईजना आमा छोरी चाहिँ स्काफेल पाइक चढ्नको लागि जाँदैछौँ। मेरो छोरीले गाडी चलाउँदैछ। आज चाहिँ यहाँ छ प्रिया पुल हुने गाडी चलाउँदैछ। अब चाहिँ हामी यहाँ अगाडितिर यो M42 मा हिँड्दैछौँ। अब छ 3.5 घन्टाको ड्राइभ। आज चाहिँ मेरो छोरीले मलाई रेस्ट दिएको छ। आज म चाहिँ प्यासेन्जर बनेर कहिले सुत्ने, कहिले उठ्ने, कहिले युट्युब हेर्ने गर्दैछु। तिरेर हामी चाहिँ अब हिँड्यौँ। अब यहाँबाट माथि नर्थतिर लाग्यो M6 तिर। हाम्रो आज र भोलिको रुम चाहिँ यस्तो छ। यो फ्ल्याट हो है। सबै यहाँ किचन छ, यता किचन, अनि यहाँ यो ब्रेकफास्ट टेबल जस्तै रहेछ। अनि यो चाहिँ बेडरुम। यो अपार्टमेन्ट हो। अपार्टमेन्ट दुईजनाको लागि अपार्टमेन्ट। स्काइफेल पाइक चढ्न आउँदाखेरि बसेको यो सेकेन्ड टाइम। यसको चाहिँ मुनि 2 फ्ल्याट छ। यहाँ चाहिँ बाथरुम छ। आज चाहिँ रेस्ट गर्छौँ। सकेसम्म भोलि छिटो स्काइफेल पाइक हिँड्ने विचार गरेको छौँ। कस्तो हुन्छ कुनै। हाम्रो चाहिँ यस्तो छ है साथीहरू, हेर्नु न, जता गए पनि सामान यहाँ छ। हाइकिङको झोला अहिलेको लागि भने यति नै। भोलि हाइकिङमा भेटौँ है साथीहरू। यहाँ सबैलाई हाम्रो चाहिँ हाइकिङ सुरु भयो। अहिले बिहानको 4 बजेको छ। हामी चाहिँ मोस्टेड हेड कार पार्कमा आइपुग्यौँ। 4 बजेको छ। यस्तो छ। पार्क सुरु भयो है। हामीले गाडी पार्क गरेर अब लाग्यौँ। देखाएको छ माइल्स छ माथि जाने है। यहाँ यस्तो छ साथीहरू। आजको मौसम चाहिँ खासै राम्रो छैन। यस्तो हुस्सुराएको छ, केही देखिँदैन। बाटो चाहिँ यस्तो छ। यस्तो छ, हेर्नु न चारैतिर। यहाँ प्रियाले चाहिँ चस्मा पनि पसिना भयो भनेर सफा गर्दैछ। केही देखिएको छैन क्या। आज मौसम चाहिँ एकदमै हुस्सुराएको छ है। दुईजना हिँडिरहेका छन्। बाटो यस्तो छ माथि। स्काइफेल पार्क चढ्यो। हामी आइपुग्यौँ। आमा छोरी
बिहानको 6:57 कस्तो नराम्रो छ हावा चलेछ है हामी चाहिँ तल झर्नु चाहिँ केही देखिँदैन है अगाडि यस्तो छ पुरै आइदिँदैछ बल्ल बल्ल बस्ने कि हामीले चाहिँ 5जना साथीलाई भेटेको के खै आमा छोरी मात्रै अनि बाटो पनि यस्तो अनि 5जनामा साथीहरू भेट्यो भनौँ न कस्तो आँटाको तर हिँड्दै हुनुहुन्छ तर केही देखिएको छैन कि यहीँको यहीँ पनि एकदमै भिजिबिलिटी चाहिँ एकदमै हामी जाने बेलामा चाहिँ कोही पनि थिएन है अहिले चाहिँ त्यो सबै बाटोमा कति धेरै मान्छेहरूलाई भेटिन्थ्यो जान्दै हुनुहुन्छ उहाँहरू चाहिँ त्यो के अरे 3 पिक च्यालेन्ज गर्नेहरू हो भन्दै हुनुहुन्थ्यो अहिले कोही नभेटेको के अनि 2जना आमा छोरी मात्रै हिँडेर अनि माथि वहाँ चढिसकेपछि पो बल्ल भेटेको अब हामी कार पार्कमा जाँदैछौँ आजको ट्रिप पनि सकियो